अलराइट गाइज यो चाहिँ भिडियो रिगार्डिङ अस्ति प्याराडाइम टिभीको एउटा एपिसोडमा जुन मैले एउटा जोक गरेको थिएँ, त्यो जोकले गर्दाखेरि चाहिँ हाम्रो एमआरबी ब्रो अनि त्यसपछि पर्टिकुलरली सुरक्षा बहिनीलाई चाहिँ एकदम चित्त नबुझेको र एकदम अप्रोप्रिएट भएन भन्नुभएको थियो उहाँहरूले। अनि त्यो हिसाबमा चाहिँ म उहाँलाई के भन्न चाहन्छु, मेरो उद्देश्य त्यस्तो कसैलाई अपमान गर्ने त तल देखाउने त्यस्तो सही थिएन। त्यो हिसाबमा म एक्सट्रिमली सरी भन्न चाहन्छु सुरक्षा बहिनी, अनि पर्टिकुलरली सुरक्षा बहिनीलाई त भनिहालेँ। सो यता एमआरबी ब्रोलाई पनि म सरी भन्न चाहन्छु, किनकि एज अ म्यान आई अन्डरस्ट्यान्ड ब्रो, तिमीले आफूले जस आफ्नो मान्छेलाई त्यस्तो हुँदाखेरि कस्तो फिल हुन्छ, एज अ म्यान आई क्यान अन्डरस्ट्यान्ड। सो त्यो हिसाबमा एक्सट्रिमली सरी ब्रदर। अनि गोइङ फरवर्ड अब यो चिज एकदम विचारमा गरेर मेरो अब जोक्सहरू चाहिँ अलिकति स्ट्रक्चर, अलिकति प्रिपेयर्ड हुन्छ नि, त्यो अलिकति स्पन्टेनियस वाला जोक थियो त्यो हिसाबमा। सो अब चाहिँ अलिकति प्रिपेयर भएर, अलिकति बुझेर, अलिकति सेन्सिटिभ भएर, अनि मेरो उद्देश्य कसैको अपमान गर्ने, कसैलाई बिल्ला गर्ने, त्यो चाहिँ प्याथी भ्रम फैलाउने थिएन। सो चिल्ड्रेन फ्यामिलीलाई म के भन्न चाहन्छु भन्दाखेरि गाइज अब म अन्त कहीँ जान्नु, यहाँ मात्रै हो।